आज मैले के लिएर आएँ लु हेर्नु त आमा मुख हेर्नु न मुख मेरो ल हेर्नु त कुखुरो तर मलाई त मिठो लाग्दैन है छोराछोरीको लागि ल्याउनु परेछ अब यसलाई म के गर्छु आज रोस्ट बनाउँछु रोस्ट बनाएर खाने अरे नि त रोस्ट बनाएर एकदमै 5 स्टार होटलको जस्तो टेस्ट चाहियो भन्छन् छोराछोरी कहाँबाट 5 स्टारको चाहिँ होइन 1 स्टारको चाहिँ म बनाउन सक्छु भनेर चाहिँ म तयारीमा जुटेँ अब के छ कसो छ आफूले जानेको लगाएर बनाइन्छ है त हेर्नु है त अब कागती फेरि यति राम्रो होइन त 20 रुपियाँ गोटा हो अहिले त कागती महँगो छ महँगो अब यो अन्डा भन्ने बित्तिकै मलाई त गनाइहाल्छ कि त्यही पनि छोराछोरीको लागि नि त छोराछोरी खान्छन् अब के गर्नु सानैदेखि खुवाएर होला खान्छन् यही मन पराउँछन् क्या खसीको मासुले हड्डी गोच्छ अरे मुख गोच्छ अरे अब यो चाहिँ चिल्ली फ्लेक्स हेर्नु है अङ्ग्रेजी चिल्ली फ्लेक्स यो चाहिँ ढुटो खोर्सानी लगाइदिएँ म त्यस्तो साह्रो सिँगार चाहिँ जान्दिनँ कि हल्का फल्का थोरै अनि यो चाहिँ अर्को त सनफ्लावर तेल है म चाहिँ यो चिकन यो कुखुरोको मासुमा चाहिँ धेरै जस्तो चाहिँ तोरी चाहिँ लगाउँदिनँ अनि यो चाहिँ मसला अदुवा लसुन जिरा कसो मिसाएर बनाएको यहाँ छ बेसार त नहाल्दा नि हुन्थ्यो होला आफूलाई चाहियो पहेँलो चाहियो नि त कलर भन्छन् फुड कलर भन्छन् ए पहेँलोले रङ्ग्याउने हो क्या पहेँलोले अनि नुन पनि यसो लगाउने हल्का आफ्नो स्वादअनुसारको फेरि हाम्रो चाहिँ घरमा कस्तो छ भने पिरो र चकिलो खाने बसाइ पनि खोर्सानी मुख पनि उस्तै चर्को अनि खाने पिन्ते पनि त्यस्तै नै हुन्छ हाम्रो चाहिँ लु हेर्नु न कति ढिलो त्यसै त आमाले अस्याङ्ग्री भन्नुहुन्छ अब म मोलेर यसलाई चाहिँ एकछिन राखिदिन्छु यो के को पिठो हो फेरि यो छोरीले ल्याएको यो के को पिठो मलाई भन्न आएन है ल आफै बुझ्नु होला तपाईँहरू के चाहिन्छ त्यसमा तपाईँलाई थाहा छ त्यसमा मभन्दा सिपालु हुनुहुन्छ मेरो चाहिँ यति हो तरिका यसलाई यसरी सर्लाक बनाएर छोपेर राखिदियो यसको रसहरू भित्रसम्म पुग्नुपर्छ अरे क्या त्यो मासुको अनि रसिलो मिठो हुन्छ अरे बेसार पुगेन भनेर बेसार अलिकति थपेको क्या अलिकति कलर देखाइदिनु पऱ्यो नि त यिनीहरूलाई अब यसलाई चटटट तेलसँग मिलाइदिएपछि पाक्छ अब यसलाई छोपेर राखिदिने लगभग 1 घन्टा अब यतिले कति काम भ्याउनु छ ल भरे अरू देखाउँछु ल पाकेको चाहिँ कस्तो हुन्छ समय सक्यो क्यामेरामा अट्टेन